म यहाँको नेताहरूलाई गाउँपालिकाको मान्छेहरूलाई र वडा कार्यालयको जति पनि सायलवासीहरू हुनुहुन्छ म त यहाँलाई अनुरोध गर्छौँ हामी जनताहरूको हेर्नुहोस् अवस्था हेर्नुहोस् धेरै दुःख पाइरहेका छन् यहाँको जनताहरूले हैन कुर्सीमा बस्ने बेला जसरी तपाईहरू 10 गाडी लिएर घरको दैलो दैलो गएर जानुहुन्छ भोट माग्न लागि त्यसै गरी यहाँको बाटो पनि छिटोभन्दा छिटो निर्माण गर्नु पर्यो यहाँको व्यवस्थित हुनु पर्यो यातायातको हैन एकदम सबै अप्ठ्यारोमा छन् यहाँको जनताहरूले धेरै दुःख पाइरहेका छन् सबैले एकदम हैन जनताहरूले पनि जाग्नु पर्यो उठ्नु पर्यो बोल्नु पर्यो जसरी भोट माग्ने बेला तिनी घर दैलो एक गर्छन् त्यसै गरी हामीले अब रोडको लागि त अहिले कोही बोल्दैनन् सबै आफ्नो आफ्नो दुलामा पसिसके उनीहरू आफ्नो दुलामा पसिसके हामीहरू आफ्नो खेतीपातीमा तर एक आवाज उठाउन सक्दैनौँ हैन सबै शान्त बसेका छन् सकेसम्म काम छिटो हुनु पर्यो काम गर्नु पर्यो भन्ने हो नत्र यसरी दुःख पाइराखेका हुन्छन् यो त केही दुःख हैन कयौं मान्छेहरूले यो त केवल भिडियोको मार्फतबाट हजुरहरूले यसरी दुःख पाएको देख्नु भएको मात्रै हजुरहरूलाई आभास भयो होला दुःख पाएका छौं भन्ने हामीले तर कयौं यात्रा पैदल यात्रा गर्ने मान्छेहरू हैन पुलबाट त्यहाँबाट भएर यत्रो 1-2 घण्टा लगाएर हैन कोही अपाङ्ग अशक्त हुन्छन् हैन उनीहरूले पनि सकी नसकी 2-3 घण्टा लगाएर हुन्छन् घर पुगेका हुन्छन् त्यसैले हामी सम्पूर्ण भन्छौँ अब हामीले गर्नुपर्छ चाल्नुपर्छ पाइलाहरू बोल्नुपर्छ जसरी हामीले तिनीहरूलाई कुर्सीमा पुर्याएका छौँ त्यसै गरी बाटो पनि हामीलाई चाहियो र बाटोको लागि सकेसम्म छिटोभन्दा छिटो निर्माण हुनु पर्यो भनेर भन्न चाहन्छु नोक्सान यहाँ गरिब जनताहरूले नोक्सान पाइरहेका छन् म केही भन्न चाहन्न अब हजुरहरू आफैहरू हैन भन्नुस् बोल्नुस् सबैको बोल्ने काम हो म यहाँको सबै हैन वडा अध्यक्ष गाउँपालिकाका अध्यक्ष के हुन् मलाई त थाहा छैन कुकुर बिल्लाहरू खै को के मतलब उनीहरूले जेसुकै भयोस् अप्ठ्यारो नमान्नुहोस् र हेर्नुहोस् गरिब दुखी जनताकोहरूको आवाज सुन्नुहोस् आफ्नो कानमा लगाउनुहोस् कुर्सीमा बसेर रातभरि मोबाइल थिचेर हैन यताउति घुमाएर खाएर पिएर हुँदैन हेर्नु पर्यो कस्तो छ कन्डिसन जनताहरूले कति दुःख भोगेका छन् बाटो छ कि छैन अहिले बर्खाको सिजन आयो कहाँ बाटो बिग्रिया छ कहाँ के भइया छ जनताहरू कस्तो अवस्थामा छन् हैन बाढी पहिरोले गर्दाखेरि यो सबै कुराहरू ध्यान र फेरि पनि जनताहरूले जाग्नु पर्यो उठ्नु पर्यो बोल्नु पर्यो नबोलेसम्म केही हुनेवाला छैन यदि तपाईहरू आफ्नो घरमा बसेर मोबाइल थिच्दै रिल्स हेर्दै बस्यो भने केही हुनेवाला छैन सकेसम्म भिडियोकै मार्फत भए पनि विरोध गर विरोधको मतलब यो हैन कि हामी गाली गलत गर बाटोको लागि कामको लागि हैन यस्तो समस्याहरूको लागि समाधान बनाइदियो भनेर हामीले त्यहाँसम्म आवाज पुर्याउनु पर्छ हेर्नुहोस् त्यो सबैको कार्य हो नत्र यस्तो दुःख आज उसको फस्यो भोलि हामी बगाउँला पर्सि अर्को बगाउँला हामी त त्यसै दुःख पाइराखेका छौँ यो दुःखबाट मुक्त हुनको लागि हामीले गर्नु पर्यो कि बोल्नु पर्यो हैन उनीहरू जसरी ल एउटा कुरा सुन्नुहोस् न हैन भोट माग्ने बेला 4-4 गाडीहरू आउँछन् घर घर पुग्न एक भोटको लागि र त्यही जनताको गाडी जब खोलामा बग्छ जब हैन पानीले बगाएर लान्छ हामीले बिहानभरि कल गरेका थियौँ अहिले 6-7 चोटि कल गरिसक्यौँ रिसिभ गरेको छैन फेरि कहाँ गए ती त्यो मन हैन उनीहरूले त 4-4 गाडी जब एउटा गाडी भयो भने खिच्न सक्थ्यो होला नि केही पनि छैन त्यसैले म यही भन्छु हरे कृष्ण सबैलाई नमस्ते।